निम्सको मुभमेन्टले मलाई जहाँसम्म लाग्छ यो वर्गलाई भने जतिको पोलिसी र नेपालको यो प्रवृत्ति जुन यो पद्धति छ त्यो अनुसारले त जति बेनिफिट हुनुपर्ने त्यो चाहिँ भएको छैन। तर पनि त माउन्टेनमा तपाईँको मुभमेन्ट मल्टिपल बेसिसमा हुनु भनेको त त्यसै पनि त्यहाँनिरको त अब यो इम्प्लोइमेन्ट जेनेरेसनका कुराहरू भए, त्यहाँनिरका चाहिँ स्रोत साधनका प्रयोगका कुराहरू भए, त्यसपछि रेभेन्यू चाहिँ डिस्ट्रिब्युसनका कुराहरू त पक्कै पनि भयो। त्यसले गर्दा मलाई लाग्छ उहाँको त्यति लामो यात्रा त छैन, उहाँले केही प्रयास नै गरिराख्नु भएको थियो। उहाँले हिमाल मात्रै चढ्ने काम गर्नु भएन, एउटा आफ्नो फिगर चाहिँ हिमाल चढेर बनाउनु भयो भनेदेखि नेपालमा त फेरि त्यो हिमाल चढ्नको लागि त धेरै मेकानिजम चाहिन्छ। जस्तै उहाँले मैले सुन्नमा आएको उहाँले हेलिकप्टरमा पनि चाहिँ लगानी गर्नु भएको थियो अरे रिसेन्टली होइन। त्यस पछाडि उहाँका विविध खालका चाहिँ माउन्टेन टुरिज्मसँग रिलेटेड यो इक्विपमेन्टहरू तपाईँको चाहिँ उहाँले चाहिँ आफ्नै नाममा ब्रान्डिङ गर्ने, नेपाली मार्केटमा चाहिँ बेच्ने लगायतका यस्ता व्यापार व्यवसाय ठुल्ठुलो चाहिँ व्यापार व्यवसायसँग उहाँ कनेक्टेड हुनुहुन्थ्यो होला। पर्सनली त मलाई धेरै त थाहा छैन, तर पनि हेर्दाखेरि उहाँले केही न केही नेपालको लागि त केही गरेको देखिन्छ नि त। भनेको मतलब यसले त हाम्रो समाजमा त केही न केही त फेरि मुभमेन्ट त गराएको छ।